जुम्लादेखि हामी जुम्लाको लागि चाहिँ नाङमादेखि कालीकोटको नाङमादेखि जुम्ला बजार जाँदाखेरिको भिडियो हो। यसमा चाहिँ ठ्याक्कै पुल तरेपछि हामी जुम्ला छिर्छौँ नाङमाको थोरै नजिकबाट नाङमा बजारबाट। नाङमा चाहिँ कालीकोटमा पर्छ। त्यहाँबाट माथि मुगु जाने बाटो छुट्छ सिन्जा, जुम्लाको सिन्जा हुँदै। त्यसपछि अब अर्को बाटो लागिसकेपछि हामी जुम्ला बजार जान सकिन्छ। अनि यो हामी जाँदै गरेको चाहिँ अब पहिलो जुम्ला बजारको यो बिचको बस्ती हो। यहाँ बस्तीबाट देख्न सकिन्छ पुराना परम्परागत घरहरू छन्। परम्परागत घरहरू पनि नयाँ बाटोमा आइसकेपछि नयाँ किसिमले बनेका छन्, आधुनिक किसिमले जस्ताहरू लगाएर बनेका छन्। र पारी चाहिँ पुराना ट्रेडिसनल घरहरू देख्न सकिन्छ। यो प्रायः पिच छ बाटो, केही ठाउँमा कच्ची पनि छ। सुन्दर छ। तलपट्टि तिला नदी बगेको छ। अनि तिला नदीको किनारा हामी हिँड्दै गएपछि हामी चाहिँ जुम्ला बजार पुग्न सकिन्छ। यहाँबाट 20 किलोमिटर, लगभग 20 देखि 25 किलोमिटरको दूरीमा जुम्ला बजार पर्छ। ठाउँ सुन्दर छ। यहाँ देख्दा भिडियोमा अलि इभिनिङ टाइमको भएर अलिअलि मधुरो आएको देखिन्छ, तर पनि ठाउँ सुन्दर छ। बाटो शान्त छ, बस्नलाई एकदम मनमोहक ठाउँ छ। कुखुराहरू छन् बाटोमा चरिरहेका। हाम्रा गाडीलाई पनि कुखुराहरूले डिस्टर्ब गरेको देख्न सकिन्छ। अनि खुला स्वच्छन्द ठाउँहरूमा स्वच्छन्द पन्छीहरू पनि रमाइरहेका देख्न सकिन्छन्। घाम प्रायः जसो हामी त्यहाँ पुग्दाखेरि घाम चाहिँ डाँडाको टुप्पामा थियो, त्यही भएर तलको साइड चाहिँ हामी हिँडेको साइड चाहिँ अलिक डार्क देखिएको छ, मधुरो देखिएको छ, जस्तो अपोजिट परेको भएर हामी लगभग घामलाई छोडेर हामी पूर्वतिर लागिरहेछौँ। अहिले चाहिँ नाङमादेखि जुम्ला जाँदाखेरि लगभग हामी पूर्व उत्तर भएर हामी जान्छौँ। त्यहाँ पुगिसक्दाखेरि भन्दा अगाडि चाहिँ वरिपरिका फाँटहरू, त्यो ठाउँको त्यो जियोग्राफी, भूगोलहरू चाहिँ सुन्दर, एकदमै मनमोहक देखिन्छ। तपाईँहरूले यो भिडियोमा पनि देख्न सक्नुहुन्छ। पातलो छ, सडक पातलो छ, खासै यातायातका साधनहरू चलेका देखिँदैनन्। बाटो सानो भए पनि अब धेरै भेहिकल्सहरूको मुभमेन्ट नहुने हुनाले त्यहाँनिर हामीलाई चाहिँ त्यस्तो कठिन हुँदैन हिँड्नको लागि। बाटोमा साना होटेल, व्यावसायिक छाप्राहरू देख्न सकिन्छ। र कतिपय ठाउँमा हामीले चाहिँ बाटोमा त्यो पूजा गर्दै गरेका ध्वजाहरू बाँधेका रुखहरू, साना रुखहरू पनि हामीले भेटाएका थियौँ। सुन्दर छ ठाउँ। तिला नदीको किनार भएको हुनाले तलपट्टि मनमोहक पानी देख्न सकिन्छ। चिसो पानी छ। कतिपय ठाउँमा यो बाटो चाहिँ पुरै अब बिग्रिसकेर कच्ची जस्तै भएको छ। कतिपय ठाउँमा राम्रो छ। यो भेली पुगुन्जेलसम्म, भेली पुगेपछि त एकदमै राम्रो छ। जुम्लाको उपत्यका पुगिसकेपछि, जुम्ला उपत्यका नपुग्दै पनि सुन्दर छ ठाउँ। गाडीहरू हिँडेको छ, केही पातलो मान्छेहरू सडकमा पनि हिँडेको देख्न सकिन्छ। लगभग नाङमादेखि 1 घन्टा हिँडिसकेपछि हामी त्यहाँ चाहिँ जुम्लाको बजारमा पुग्न सकिन्छ, सदरमुकाममा पुग्न सकिन्छ। यहाँनिर एउटा बजार छ। यहाँ पनि अब माथिपट्टि सूर्यास्तको समय भएको हुनाले माथि सेता घामहरू देख्न सकिन्छ। पुरानो बजारहरू छ। यहाँनिर पुरानो एउटा गाडी छ। यो हामी चौकिनेरै, एउटा प्रहरी चौकिनेरै हामीले यो अहिले हामीले यो देखाइरहेको ठाउँ चाहिँ चौकिनेरै हो। यहाँको एउटा लोकल बजार हो।